नेपाल सरकारले आर्थिक वर्ष 80-81 को बजेटमा ल्याएको जिल्ला स्तरीय निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने विषयमा आफ्नो मत जाहेर गर्दै आयो, तर त्यसको सुनवाई भएन सभामुख महोदय। हामीले हिजो पनि सदनमा र त्योभन्दा अगाडि पनि हामीले यो विषयलाई उठायौँ। हामीलाई लाग्छ लोकतन्त्र बलियो बनाउने राजनीतिक पार्टीहरूको जिम्मेवारीबाट विमुख भएर सरकारले आफ्नो मनोमानी गर्दैछ। इतिहास साक्षी छ। हिजो पनि आर्थिक बजेटमा नागरिकता विधेयक जस्ता त्यस्ता कयौँ दृष्टान्तहरू हामीसँग छ। आज पनि आर्थिक बजेटको नाउँमा सरकारले लोकतन्त्रमाथिको यो हमला गरिरहेको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको कहिले पनि सहमति हुने छैन सम्माननीय सभामुख महोदय। हामीले सुन्ने समय र अन्य आकस्मिक समयहरूमा यो विषय उठाउँदै आयौँ, तर सरकारले सुनेन। मेरो लोकतन्त्रको लागि निर्वाचन असाध्यै महत्त्वपूर्ण छ। अझ हाम्रो जस्तो भर्खरै हुर्कदै गरेको लोकतन्त्रलाई यसरी विभिन्न नियम र विभिन्न सरकारको मनोमानीले लोकतन्त्रमाथि यो नियन्त्रण हामीलाई कहिले पनि स्वीकार्य छैन सभामुख महोदय। तसर्थ आज हामी सम्माननीय सभामुख मार्फत यो संसदमा अर्थमन्त्रीले जुन निर्णय सरकारले गरेको छ, जुन आर्थिक बजेटमा सरकारले जे ल्याएको छ त्यो फिर्ता लियोस् र त्यो गल्तीलाई तत्काल स्वीकार्योस्, अन्यथा हामी यो सदनको कारबाही अगाडि बढ्न नदिन बाध्य हुनेछौँ सम्माननीय सभामुख महोदय। म सम्माननीय सभामुखज्यूलाई लोकतन्त्रमाथिको यो खतरा, व्यवस्थामाथिको यो षड्यन्त्र र नयाँ राजनीतिक पार्टीहरूमाथि बनाउ रूपमा गरिएको यो षड्यन्त्रको घोर भर्त्सना गर्न र अर्थमन्त्रीलाई तत्काल रुलिङ गरेर यो फिर्ता लिदिनु हुन अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै मत होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको मत कदापि होइन। यो लोकतन्त्रवादी, यो व्यवस्थाका पक्षधरहरू नेपाललाई समुन्नत लोकतन्त्र बनाउनुपर्छ भन्ने तमाम राजनीतिक पार्टी र तमाम नेपाली जनताहरूको मत हो। यसलाई सम्मान गरियोस्, यो सदनले यसलाई सम्मान गरियोस् र सम्माननीय सभामुख मार्फत रुलिङ गरियोस् र तत्काल अर्थमन्त्रीले सदनमा आएर आफूले गरेको यो निर्णय, यो गलत निर्णयलाई सच्याउने सभामुखले रुलिङ गरियोस्, अन्यथा हामी यहाँ यो सदनमा उठेर बस्न बाध्य हुन्छौँ सभामुख महोदय।